आफ्नो देशबाट हजारौं माइल टाढा त्यो शरीरले हरेक दिन कठोर गर्मी सहन गर्छ। त्यो पसिना र रगतले महिनाको अन्त्यमा एउटा सानो खाम वा डिजिटल वालेटमा केही अङ्कहरू पठाउँछ। ती अङ्कहरू केवल पैसा होइनन्, ती हुन् नेपालको अर्थतन्त्रको धड्कन, नेपालको गाउँको चुलो बाल्ने ऊर्जा, सहरको चम्किलो बत्ती र विदेशी सामानले भरिएको गोदामको चाबी। नमस्ते, म अमृत गौतम। तपाईले सोच्नु भएको होला यो पैसा के हो जसले हाम्रो जीडीपी को 1/4 भन्दा बढी हिस्सा ओगटेको छ। यो कस्तो आर्थिक लत हो जसबाट हामी बाहिर निस्कन सकिरहेका छैनौँ। आज हामी यही गोल्डन ह्यान्डकफको कथा खोल्दैछौँ। रेमिट्यान्सले कसरी हाम्रो अर्थतन्त्रलाई समातेर राखेको छ, यसको भविष्य के छ र के यो अचानक रोकियो भने नेपालले एक दिन पनि धान्न सक्छ? आजको यो भिडियो तपाईले हेर्नै पर्छ। आउनुहोस् सुरु गरौँ। यदि हामीले नेपाली अर्थतन्त्रलाई एउटा विशाल भवन मान्ने हो भने यसको सबैभन्दा महत्त्वपूर्ण टेको हो रेमिट्यान्स। कल्पना गर्नुहोस्, हाम्रो कुल राष्ट्रिय उत्पादनको लगभग 28% हिस्सा सिधै विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसा हो। यो प्रतिशत संसारका धेरै देशको तुलनामा अद्वितीय रूपले ठुलो छ। यो पैसाले कसरी काम गर्छ? पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले विदेशी मुद्राको सञ्चित जान्छ। हामीले विदेशबाट पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, औषधि आयात गर्दा डलर तिर्नुपर्छ। यदि यो रेमिट्यान्स नआउने हो भने हाम्रो ढुकुटी रित्तिन्छ र आयातको बिल तिर्ने क्षमता शून्यमा झर्छ। रेमिट्यान्स हाम्रो आयातको लाइफलाइन हो। दोस्रो कुरा, यसले लाखौं नेपालीको किन्ने क्षमता बढाउँछ। त्यो पैसा गाउँको ब्याङ्क खातामा पुग्छ जसले शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा खर्च हुन्छ। यसले गरिबीको रेखामुनि रहेका परिवारलाई तत्काल राहत दिएको छ। सहरका बजारहरूमा देखिएको चहलपहल, नयाँ घर र कारहरूमा यही पैसाको बोलबाला छ। यो पैसा बजारमा पुग्दा अर्थतन्त्र गतिशील हुन्छ। तर यहाँ एउटा गम्भीर विडम्बना छ। यो रेमिट्यान्सले हाम्रो उपभोग त वात्तै बढाएको छ, तर उत्पादन भने बढाएको छैन। रेमिट्यान्स आउँछ, हामी आयातित वस्तु त किन्छौँ। यसले गर्दा हाम्रो आन्तरिक व्यापार हरेक वर्ष घाटामा गइरहेको छ। हामी केवल खपत गर्ने राष्ट्र बन्दैछौँ, उत्पादन गर्ने होइन। यो हामीलाई लाग्ने गरेको एक प्रकारको मिठो पासो हो। तत्कालको लागि त यो पैसा वरदान नै हो, तर जब हामी 5 वर्ष वा 10 वर्ष पछिको नेपालको कल्पना गर्छौँ तब रेमिट्यान्स अभिशापको रूपमा देखिन थाल्छ। हामी डस्ट डिजिजको शिकार बनिरहेका छौँ। अर्थशास्त्रको यो सिद्धान्तले भन्छ, जब एउटा क्षेत्रबाट अत्याधिक पैसा आउँछ तब त्यसले देशको मुद्रालाई बलियो बनाउँछ र घरेलु उद्योग तथा कृषि क्षेत्रलाई महँगो बनाइदिन्छ। फलस्वरूप घरेलु उत्पादन प्रतिस्पर्धी हुन सक्दैनन् र बिस्तारै ध्वस्त हुन्छ। अहिले भइरहेको पनि यही हो। खेती गर्न श्रम छैनन् किनकि युवाहरू विदेशमा बढी कमाउँछन्। उद्योग चलाउन दक्ष जनशक्ति छैनन् किनकि उनीहरू खाडी वा युरोप जान्छन्। नेपालमा उत्पादन घट्दै जान्छ अनि हामीलाई आवश्यक पर्ने हरेक चिज विदेशबाट आयात गर्न थाल्छौँ। यो पैसाले हाम्रो युवा शक्ति र प्रतिभालाई देशबाट बाहिर धकेलिरहेको छ। हामीले दक्ष नर्स, इन्जिनियर र प्राविधिक गुमाउँदैछौँ जसको ज्ञान र सिपले त्यसको भविष्य बनाउन सक्थ्यौँ। यसको अर्थ रेमिट्यान्सले आजको पेट त भर्ला तर भोलिको विकासको इन्जिनलाई कमजोर बनाउँदैछ। के तपाईले कहिले सोच्नु भएको छ, यदि कुनै कारणवश जस्तै विश्वव्यापी मन्दी, खाडी देशको राजनीतिक सङ्कट वा ठुलो महामारीका कारण रेमिट्यान्सको प्रवाह एक दिनको लागि शून्य भयो भने के हुन्छ? नेपालको अर्थतन्त्रमा भूकम्प जान्छ। पहिलो असर विदेशी विनिमय सञ्चितमा पर्छ। हाम्रो ढुकुटीमा डलरको अभाव हुन्छ। यसको परिणामस्वरूप भोलिपल्ट बिहानै सरकारले पेट्रोल, ग्यास र औषधिको आयातमा कठोर नियन्त्रण वा तत्काल रोक लगाउनु पर्ने अवस्था आउन सक्छ। अस्पताल, यातायात र उद्योग चल्न बन्द हुन्छन्। दोस्रो, बैंकिङ प्रणालीमा हार्ट एट्याक आउँछ। हाम्रो ब्याङ्कहरूले सञ्चालन गर्ने महत्त्वपूर्ण स्रोत नै रेमिट्यान्स हो। त्यो स्रोत सुक्नका साथ बजारमा पैसाको तरलतामा सङ्कट आउँछ। बैङ्कहरू ऋण दिन बन्द गर्छन्, लगानी शून्य हुन्छ र समग्रमा अर्थतन्त्र ठप्प हुन्छ। तेस्रो र सबैभन्दा भयावह, सामाजिक र राजनीतिक अस्थिरता। उपभोग गर्न बानी परेको ठुलो जनसङ्ख्याको किन्ने क्षमता अचानक ध्वस्त हुन्छ। बजारमा वस्तुहरूको भाउ आकाशिन सक्छ, बेरोजगारी बढ्छ र यो आर्थिक सङ्कटले सामाजिक अशान्तिलाई निम्ताउन सक्छ। यो केवल एक काल्पनिक डरलाग्दो कथा होइन, यो हाम्रो रेमिट्यान्स अत्याधिक निर्भरताको सबैभन्दा कमजोर बिन्दु हो। हामी आफैले आफ्नो देशको नियन्त्रण अरू कसैको हातमा सुम्पि। हामी सङ्कटमा त छौँ, तर यो सङ्कटलाई अवसरमा बदल्न सकिन्छ। हामीले रेमिट्यान्सलाई रोक्ने होइन, बरु त्यसको दिशा परिवर्तन गर्नुपर्नेछ। पहिलो र प्रमुख समाधान, रेमिट्यान्सलाई अनिवार्य रूपमा उत्पादनमूलक लगानीमा मोड्नुपर्छ। सरकारले विदेशमा रहेका नेपालीलाई आकर्षक रेमिट्यान्स बन्ड जारी गर्न सक्छ।
यसरी उठेका पैसालाई जलविद्युत, कृषि प्रशोधन उद्योग र पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्छ। यो पैसा जब देशको उत्पादन बढाउनमा खर्च हुन्छ तब मात्र यसले दिगो विकासमा सहयोग गर्छ। दोस्रो, स्वदेशमै रोजगारी सिर्जना गर्ने माइक्रो इन्डस्ट्रियलाइज रिभोल्युसन। विदेशबाट फर्किएका नेपालीहरूलाई उनीहरूले सिकेको सिप जस्तै प्लम्बिङ, मेकानिक्स, हस्पिटालिटी प्रयोग गरी नेपालमै व्यवसाय गर्न सहुलियतपूर्ण स्टार्टअप ऋण र सरकारी प्रोत्साहन दिनुपर्छ। हामीले आयात गर्दै आएका सामान्य वस्तुहरू पनि अब नेपालमै उत्पादन गर्न थाल्नुपर्छ। आयात प्रतिस्थापन हाम्रो मूल मन्त्र हुनुपर्छ। तेस्रो, कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन। बाँझो रहेका खेतहरूलाई आधुनिक प्रविधि र युवाहरूको ऊर्जा प्रयोग गरेर व्यावसायिक फार्ममा बदल्नुपर्छ। कृषिबाटै पैसा कमाउन सकिने वातावरण बनाएपछि युवाहरू विदेशको चर्को घाममा बस्न बाध्य हुने छैनन्। यो सबै सम्भव छ। यसका लागि हामीले इच्छा शक्ति र स्पष्ट नीतिको खाँचो छ। हामीले रेमिट्यान्सको पैसाले उपभोगको गाडी होइन, उत्पादनको इन्जिन चलाउनुपर्छ। जब हाम्रो उत्पादन बढ्छ तब रोजगारी बढ्छ र रेमिट्यान्समाथिको हाम्रो निर्भरता स्वतः घट्दै जान्छ। रेमिट्यान्स यो हामीले प्राप्त गरेको एउटा अमूल्य तर अस्थायी अवसर हो। यसले हामीलाई समय दिएको छ, आफैलाई सुधार्ने समय। हामीले आजै निर्णय गर्नुपर्छ कि हामी सधैँ अर्काको देशको पसिनाले बाँचिरहने वा आफ्नो देशको माटोमा सुन फलाउने सङ्कल्प गर्ने। रेमिट्यान्सको सही व्यवस्थापन र आन्तरिक उत्पादनमा क्रान्ति नै यो गोल्डन ह्यान्डकफबाट मुक्त हुने एक मात्र उपाय हो। नेपालको वास्तविक सम्पत्ति विदेशमा बगाएको पसिना होइन, बरु यहाँ बाँकी रहेका युवा शक्ति, अपार प्राकृतिक स्रोत र लगनशीलता हो। यो भिडियो हेर्ने तपाईँ हरेक नेपालीलाई मेरो प्रश्न छ, रेमिट्यान्सले दिएको यो समयलाई के हामी खेर फाल्ने या आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा लाग्ने? निर्णय तपाईँको हातमा छ। धन्यवाद।